हाई गाइज वेलकम टु माई भ्लग। मलाई चाहिँ एकदमै स्विट्स मनपर्ने भएको कारणले अब काम जानुभन्दा पहिले चाहिँ हामी सपिङ गयौँ। सपिङ गएर के चाहिन्छ त्यो सबै किनेर चाहिँ हामी घर फर्क्यौँ। घर फर्किसकेपछि मैले लो फ्लेममा कराई बसाएँ। कराई बसाइसकेपछि फाइन कोकोनट चाहिँ मैले 4 कप जति हालेँ। अनि त्यसपछि गएर बिस्तारै लो फ्लेममा त्यसलाई चलाएँ जबसम्म अलिकति रेडनेस आउँदैन, अलिकति त्यसरी चलाएँ। अनि त्यसपछि गएर त्यसमा जति नै कोकोनट एड गर्नुभएको छ त्यसमा चाहिँ 4 कप जति नै मैले मिल्क पाउडर मिलाएँ। मिल्क पाउडर मिलाइसकेपछि चाहिँ मैले मोबाइलको क्यामेरा नै अफ गर्न बिर्सेको रहेछु, अनि त्यही भएर चाहिँ डार्कनेस आइरहेको छ, तर वाच गर्नुहोस् है। अनि त्यसपछि मैले मिल्क एड गरेको चाहिँ भिडियो लिन नै बिर्सेको रहेछु गाइज। अनि यसमा चाहिँ मैले अलिकति मिल्क एड गरेँ त्यसपछि मजाले यसलाई चाहिँ चलाएँ मजाले चलाएर सबै यसमा चाहिँ लम्स बस्न दिनु हुँदैन। सो मैले चाहिँ अलि बिस्तारै लो फ्लेममा चाहिँ मजाले चलाइरहेको छु। अनि त्यही सँगसँगै आफूले चाहिँ कतिको स्विट्स खाने भनेर त्यसमा मसँग कन्डेन्स मिल्क थियो, मैले चाहिँ कन्डेन्स मिल्कहरू एड गरेँ। अनि त्यसपछि कन्डेन्स मिल्क छैन भनेपछि सुगर सिरप नि एड गर्न सक्नुहुन्छ। यदि त्यो नि छैन भनेपछि ज्यागरी त्यो छ भनेपछि त्यो नि एड गर्न सक्नुहुन्छ। अनि सो मैले चाहिँ आफ्नो ठिक्क अनुसारले चाहिँ मिलाएँ। अनि त्यसपछि भिडियो चाहिँ एकदमै यताउता भइरहेको छ। अनि मैले चाहिँ त्यो मजाले चलाइसकेपछि जबसम्म त्यो ड्राई हुँदैन त्यति बेरसम्म मैले चलाइरहेँ। अनि त्यसपछि अलिकति ड्राई भइसकेपछि मैले प्यानमा चाहिँ मजाले सेट हुन छोडेँ। अनि त्यसपछि मैले फेरि अब लड्डु बनाउने भनेर सोचेँ है। लड्डु बनाइसकेपछि मसँग बेसनको पिठो थियो, अनि बेसनको पिठोमा चाहिँ मजाले अनि त्यसलाई चाहिँ मिक्सर बनाइसकेपछि एकतिर चाहिँ मैले चास्नी बनाउन हालेँ। अनि त्यो मसँग चाहिँ त्यस्तो मजाले बुँदी बनाउनेवाला भाँडा चाहिँ छैन, मैले जस्तो आउँछ त्यस्तै नै बनाएँ गाइज। अनि यत्तिको बुँदी भइसक्यो। अब लड्डु बनाउने भन्दा पनि मलाई चाहिँ बुँदी नै मनपर्छ। सो मैले चाहिँ लड्डु बनाउनलाई लास्टमा चाहिँ माइन्ड चेन्ज गरेर मैले बुँदी राखेँ गाइज। अनि त्यसपछि बुन्दी भन्छ कि बुँदी भन्छ आई डोन्ट नो, बट स्विट्स बनाएँ जे होस्। अनि त्यसपछि सेट हुन छोडेँ सबै। अनि लास्टमा चाहिँ यस्तो भइरहेको थियो, मजा राम्रो देखिरहेको थियो। अनि म चाहिँ एक्साइटेड थिएँ कस्तो हुन्छ भनेर। अनि त्यसपछि मैले मजाले काटेँ यसलाई चाहिँ बर्फीको सेपमा चाहिँ काटेँ। अनि यता पनि सेट भइसकेको थियो। अनि त्यसपछि गएर मैले चाहिँ प्लेटमा सर्भ गरेर अनि खानालाई रेडी गरेँ। अनि काटेको भिडियो चाहिँ अर्कोमा छ गाइज, हेर्न सक्नुहुन्छ, पार्ट 2 मा छ। यो भिडियोमा चाहिँ मैले लिन बिर्सेको रहेछु। अनि मजाले मैले चाहिँ लिएको रहेछु गाइज। अनि त्यसपछि काटेर त्यस्तो सेट भइसकेपछि चाहिँ बर्फीको सेप दियो। अनि थ्याङ्क यू फर वाचिङ।